अस्ट्रेलिया भर्सेस क्यानाडा बेस्ड अन एकाडेमिक रिक्वायरमेन्ट्स फर मास्टर्स। अस्ट्रेलिया अप्लाई गर्ने स्टुडेन्टको जिपिए चाहिँ 2.8 र पर्सेन्टेजको कुरा गर्ने हो भने 55% हुनुपर्छ। क्यानाडा अप्लाई गर्ने हो भने 2.8 देखि 3 जिपिए चाहिँ हुनुपर्ने हुन्छ र पर्सेन्टेजको कुरा गर्दाखेरि 65% भन्दा अब र 4 इयर्सको ब्याचलर चाहिँ हुनुपर्ने हुन्छ। आइएल्स र पिटीको कुरा गर्दाखेरि अस्ट्रेलियामा आइएल्स 6.5 नट लेस देन 6 छ भने मजाले अप्लाई गर्नु मिल्छ। क्यानाडामा पनि 6.5 नट लेस देन 6 छ भने मजाले नै अप्लाई गर्नु मिल्छ। पिटीको कुरा गर्दाखेरि अस्ट्रेलियामा 58 नट लेस देन 54 चाहिँ पिटी तपाईँको हुनुपर्छ। क्यानाडामा चाहिँ 60 इज ब्यान्ड छ भने तपाईँले मजाले नै अप्लाई गर्नु मिल्छ। ग्यापको कुरा गर्दाखेरि अस्ट्रेलियामा चाहिँ तपाईँको 7 to 8 इयर्सको ग्याप मजाले नै अप्लाई गर्नु मिल्छ। क्यानाडामा चाहिँ 10 इयर्ससम्मको ग्याप एक्सेप्टेड हुन्छ। तपाईँको मास्टर्सको लागि एज म्याटर गर्दैन क्यानाडामा चाहिँ। अन द अदर ह्यान्ड अस्ट्रेलियामा चाहिँ तपाईँको 30+ छ भनेपछि हामीले अप्लाई गर्नु मिल्दैन डिरेक्ट मास्टर्सको लागि। एभरेज ट्युसन फी चाहिँ तपाईँको अस्ट्रेलियाको केसमा 30,000 पर इयर हुन जान्छ भने क्यानाडाको केसमा 25,000 कैनेडियन डलर चाहिँ तपाईँको ट्युसन फी रहेको हुन्छ। ड्युरेसन मास्टर्स 2 इयर्सको हुन्छ अस्ट्रेलियामा। क्यानाडामा 1 वर्षको 1.5 वर्षको र 2 वर्षको मास्टर्समा तपाईँले मजाले अप्लाई गर्नु मिल्छ। डिपेन्डेन्टको कुरा गर्दाखेरि दुईटै कन्ट्रीमा डिपेन्डेन्ट लग्नु मिल्छ। अस्ट्रेलियामा इक्वल क्वालिफिकेसन खोजिरहेको हुन्छ डिपेन्डेन्टको भनेपछि क्यानाडामा चाहिँ तपाईँको डिपेन्डेन्टको क्वालिफिकेसन म्याटर गर्दैन। त तपाईँ क्यानाडा र अस्ट्रेलिया अप्लाई गर्ने प्लानमा हुनुहुन्छ भनेपछि चाहिँ डु भिजिट ह्याप्पी पान्डा एजुकेसन।